नमस्ते तमाम मेरा सामाजिक सञ्जालमा जोडिनु हुने आदरणीय साथीहरू तथा प्रियजन साथीहरूमा नमस्कार। आज हामी यो साताराबाट मेडाबाट केलगर हुँदै त्यहाँ निकै उकालो त्यहाँबाट करिब 18 किलोमिटर उकालाको यात्रामा छौँ साथीहरू। रमाइलो ठाउँ पर्यटक स्थल भनेर चिनिने महाबलेश्वरको यात्रामा हामी यो उकाली सडक चढिरहेका छौँ। म र मेरो जीवनसङ्गिनी र साथै भदै डम्बर कडायतको फ्यामिली आज पनि हामी सँगसँगै महाबलेश्वर पर्यटन स्थलको यात्रा गर्न गइरहेका छौँ। हाम्रो बाइक यात्रा जारी छ। सम्पूर्ण साथीहरूमा म के भन्न चाहन्छु भने मानवीय चोला यो उत्कृष्ट चोला हो। मानवीय जीवन उत्कृष्ट प्राणीको जीवन हो। त्यसैले पारिवारिक मुक्तता पाइसकेपछि मनमा रहेका सानातिना इच्छा आकाङ्क्षाहरू पुरा गर्नको निमित्त यी कर्मथलो पुरेर बसेको करिब 24 वर्ष भइसक्यो र यी रमणीय स्थल यी सुन्दर ठाउँलाई भिजिट गर्न अथवा हेर्न यी जनविश्वासका प्रतीक धार्मिक स्थलहरू हेर्न अधुरो रहेको कारणले करिब 48 किलोमिटर बाइक यात्रा गर्न गइरहेका छौँ। अहिले तपाईहरूको प्रेरणा उनै जनविश्वासका प्रतीक प्रभु भगवान श्री पशुपतिनाथले पारिवारिकबाट मुक्त जीवन भएको कारणले यी छुटेका अथवा सम्झिरहेका यी ठाउँहरूलाई हेर्न इच्छा आकाङ्क्षा भएकोले हामी बाइक यात्रा गरिरहेका छौँ। अन्यथा नलिदिनु होला। भिडियो हेरेर लाइक, कमेन्ट, शेयर र सब्सक्राइब गर्न नभुलिदिनु होला। मानवीय चोला
अस्थायी चोला हो अथवा अस्थायी जीवन हो। यो सबैलाई हामी सबैलाई जगजाहेरै भएको कुरा हो। तर समय र अनुकूल समय अवसरले फुर्सद जुट्यो भने आफ्नो मनका इच्छा आकांक्षाहरू पूरा गर्न एउटा राम्रै कुरा हो। त्यसैले मानव सजीव प्राणी हो। संसारकै भूमिको उत्कृष्ट प्राणी हो। बोलेर अथवा गरेर बोलेर आफ्ना समस्याहरू हल गर्न सक्ने प्राणी मनुष्य प्राणी हो। के छ र साथीहरू, जिन्दगी अस्थायी जीवनको भरोसा। यो त कुन कर्मले मनुष्य चोला भएर आज यो रमाइलो स्वर्गमा जन्म पाएका छौँ। यही नै स्वर्ग, यही नै नर्क, रमाउँदै कमाउँदै जाने ठाउँ। सकेसम्म सबै धर्म कर्मलाई स्वीकार गर्दै जानु मानवीय धर्म हो। त्यसैले हामी इच्छा आकांक्षा बोकेर यी नजिकै रहेका करिब 48 किलोमिटर दूरीमा रहेको मामलेश्वर पर्यटक क्षेत्र हेर्न इच्छा रहेकोले हामी आज यो बाइक यात्रामा यो उकालो चढिरहेका छौँ। तपाईहरुलाई पनि अवसर जुटे यो निकै हेर्न लायक ठाउँ छ। अवसर जुटेपछि अवश्य पनि यो महाबलेश्वर पर्यटक क्षेत्रलाई भिजिट गर्नुहोला। किनभने निकै सुन्दर ठाउँ। जेठ र वैशाखको महिनामा पनि, वैशाख र जेठको महिनामा पनि एकदमै चिसो हावा, चिसो पानी, हाम्रो लेक बेसी जस्तै हाम्रो ठुलासैन, मानसैन, त्यसै गरेर बगलदेव त्रिपुरेश्वरी माईको जहाँ मन्दिर अवस्थित छ, त्यस्तै ठाउँ यो बामलेश्वर पर्यटक स्थल। विकासोन्मुख देशको हातमा
परेको कारणले निकै रोचक छ, निकै सुन्दर छ, यो हेर्न लायक छ। मेरा आफन्तहरू त्यो चासो लिएर त्यो महाबलेश्वरलाई हेरिने इच्छा आकाङ्क्षा भएको छ भने म कहाँ सम्पर्क गरेर म तपाईँहरूलाई त्यो 6-7वटा पोइन्टहरूमा बाँडिएको छ त्यो पर्यटक स्थललाई। त्यो पोइन्टमा कार अथवा ओलाहरू बुकिङ गरेर हेर्न सकिन्छ, हेर्न लायक छ। आउनुहोला। अब करिब हामी यो उकाली सडकलाई क्रस गर्दै सडकको मुनि पुग्न लागिसकेका छौँ। साथीहरू, यो सडकको उकाली सिद्धिए पश्चात अझै घना वनजङ्गलले ढाकिएको रमाइलो दृश्य सडकको हामी देखाउनेछौँ। हेर्दै जानुहोला। हेरेर साथ सपोर्ट गर्न नभुल्नुहोला। यति भन्दै म बिदा हुन चाहेँ। धन्यवाद।